भान्साबाट दुध तताएर फर्कदै थिए। त्यसपछि सासूको कोठाबाट अनौठो आवाज सुनियो। बारम्बार भनिरहिन्, अब रोक्नुहोस्, म थाकेको छु। अब मसँग बल छैन। तिमी धेरै बलियो छौ तर म कमजोर छु। त्यसपछि जब ससुराको रिसाएको आवाज आयो, ससुरा भन्दै हुनुहुन्थ्यो, चुपचाप बस्नुहोस् र यसलाई जान दिनुहोस्। यो सब सुनेर म आत्तिएर कोठामा आएँ। जब म सुत्न गएँ, म सोचिरहेँ कि मेरो ससुरा कसरी यति शक्तिशाली हुनुहुन्छ। मलाई पनि त्यस्तै पति चाहियो। नमस्ते साथीहरू, मेरो विवाह धेरै हतारमा भएको थियो। मेरो बुबाआमाले बिहे गर्न अस्वीकार गरेन र म ससुरा घर आएको 5 दिन भयो र मलाई मेरो श्रीमानको दिनचर्या राम्ररी थाहा थियो। उसलाई हरेक रात दुध पिउन मन लाग्थ्यो, तर म बिर्सने गर्थेँ। हरेक पल साना कुरालाई बिर्सेर केही कुरालाई बढी महत्त्व दिएर ती कुराहरूबारे सोचिरहन्थे। 3 दिनदेखि श्रीमानले मलाई राति दुध ल्याउन सम्झाउनु भएको थियो। मलाई दुध पियाउने बानी छ। तर म फेरि गएँ। एक दिन मेरो श्रीमान रिसाएर मसँग आएर रिसाउँदै सोधे, के मैले तिमीलाई हरेक रात बारम्बार भन्नुपर्छ? म हतार उठेर भान्सामा गएँ। मेरी सासू आफ्नो कोठामा हुनुहुन्थ्यो। दुध तताएर फर्कदै गर्दा ससुराको कोठाबाट अनौठो आवाज आइरहेको थियो। सासूले बारम्बार यसो भनिरहनुभयो, अब रोक्नुहोस्, म थाकेको छु। अब मसँग बल छैन। तिमी धेरै बलियो छौ तर म कमजोर छु। त्यसपछि ससुराको रिस उठ्यो। यो सब सुनेर म केही बेर पर्खन सक्दिन र मेरो कोठामा आएँ। जब म सुत्न जान्छु, म मेरो ससुरा कसरी यति शक्तिशाली छ भनेर सोचिरहन्छु। मलाई पनि त्यस्तै श्रीमान चाहिएको थियो तर मेरो श्रीमान छिट्टै थाक्नुहुन्थ्यो र म यही सोच्दै सुतेँ। बिहान उठ्दा सासू ससुरा घरको काम गरिरहेकी थिइन्। उनको व्यवहार एकदम सामान्य थियो। राति यो सबै गरिरहेकी जस्तो लागेन। एक दिन मेरो ससुरा कामबाट चाँडै घर आउनुभयो र तुरुन्तै मेरी सासूलाई कोठामा बोलाउनुभयो। खाना पकाएर सासूलाई बोलाउन गए। जब उनी कोठाको ढोकामा पुगे, तिनीहरूको आवाज सुनेर म छक्क परेँ। रातको खेल फेरि सुरु भयो। सासूले भनिरहनुभयो, म थाकेको छु। यो सबै सुनेर म डराएर भान्सामा फर्किएँ। भान्सा कोठामा आउँदा ससुराले यति बलियो हुन के खान्छन् भनेर सोचिरहेकी थिएँ। आधा घण्टापछि म उनको कोठामा गएँ र फेरि त्यही आवाज सुने। अब मेरो ससुरा यति शक्तिशाली हुनुको रहस्य के होला भनेर सोचे। अब म जान्न चाहन्थे कि मेरी सासूले दिनहुँ किन अस्वीकार गर्नुहुन्छ। 20 मिनेटपछि सासू कोठाबाट बाहिर निस्किन्। जब सासू बाहिर निस्किन्, उनको अनुहारमा केही देखिएन। तर उनका दुवै हात कम्मरमा थिए र उनी भन्दै थिइन् कि यो ढाडको दुखाइ कहिले हट्छ। यो सुनेर मेरो हाँसो थाम्न सकिन। अब जान मन लाग्यो। सासूले के दिनुहुन्छ? मेरो ध्यान सासूमा थियो। मेरो श्रीमान उहाँहरू भन्दा धेरै फरक हुनुहुन्छ। ऊ चाँडै सुत्ने गर्दथ्यो र म राति जागराम बस्ने गर्दथे श्रीमानको मायाको लागि। त्यसपछि मेरो ध्यान ससुराको कोठामा गयो। उनीहरूलाई हेर्दा यो उमेरमा पनि उनीहरू कसरी रमाइलो गर्न सक्छन् भन्ने मलाई लाग्थ्यो। श्रीमान सुतिरहेका थिए तर म सोच्दै थिएँ कि मेरो श्रीमान मेरो ससुरा जस्तै भएको होस्। घरको ढोकामा सासूको आवाज सुनिन्थ्यो, अब रोक्नुहोस् र मलाई छोड्नुहोस्। यो सुनेपछि मलाई धेरै राम्रो लाग्यो। त्यसपछि मैले उसको कोठामा गएर उसले वास्तवमा के गर्छ र उसले आफ्नो श्रीमानलाई के खुवाउँछ भनेर हेर्ने विचार गरेँ। मैले खोज्ने कोसिस गरेँ तर केही भेटिन। त्यसपछि मैले सोचेँ कि त्यो चीज कोठामा लुकाएको हुनुपर्छ। त्यसैले म उसले अब के गर्छ भनेर हेर्न चाहन्थे। त्यसपछि म उठेर सासूको कोठामा गएँ। कोठामा बत्ती बलेको थियो। यसको अर्थ उनीहरू निन्द्रामा थिएनन्। झ्यालबाट आवाज आयो। सासूले भनिरहनु भएको थियो, यो उमेरमा पनि मलाई छोड्नु भएन, थाकेको छु अहिले। ससुरा भन्दै हुनुहुन्थ्यो, केही बेर सहनुस्, त्यसपछि तपाईलाई पीडा महसुस हुने छैन। सासू केही बेर शान्त भइन्, झ्यालबाट हेर्न खोजे तर पर्दा बन्द थियो। आवाज सुनिन्थ्यो तर केही देखिएन। यो देखेर म निराश भएँ र आफ्नो कोठामा फर्किएँ। म पनि आफ्नो ओछ्यानमा आएर सुते। त्यसपछि मेरो श्रीमानले रिसाएर भन्नुभयो, यति बेला तिमी कहाँबाट आउँदैछौ? उसको प्रश्नले मलाई अचम्मित बनायो। जब मैले उसलाई ध्यान दिएर हेरेँ, मेरा श्रीमान आफ्नो ओछ्यानबाट उठे र मलाई अनौठो आँखाले हेरेर भने, तिमीलाई मेरो बारेमा के लाग्छ? म सुतिरहेको बेला तिमी जे पनि गर्न सक्नुहुन्छ र मलाई थाहा छैन। श्रीमानको रिसले मलाई सताएको थियो। उसले भन्यो, साँचो भन, कहाँ गयौ? मैले तुरुन्तै भने, मलाई ठीक छैन।
मेरो टाउको दुखेको थियो, त्यसैले म आँगनमा गएँ। अब तपाईँ भन्नुस् यसमा के गल्ती छ? म अलिक चर्को स्वरमा बोली, ऊ एकछिन शान्त भयो र भन्यो, किन बाहिर आँगनमा जानु पर्यो? अर्को पटक तपाईलाई टाउको दुखाइ छ, मलाई उठाउनुहोस्। तपाईँ एक्लै बाहिर जानु आवश्यक छैन। यति भनिरहने बित्तिकै ऊ फेरि निदायो, थाहा छैन मेरो मनमा के चलिरहेको थियो। म उसको मायाको लागि तडपिरहेको थिएँ तर आफै उसको नजिक जाने हिम्मत थिएन। त्यो रात म कहिले निदाउँछु थाहा थिएन। अब म सासूको कोठाबाट दिनरात आवाज सुन्न सक्थेँ र म सोचिरहेको थिएँ कि तिनीहरू के गर्दैछन्। भोलिपल्ट श्रीमानले भन्नुभयो, म 4 दिनको लागि बाहिर जाँदैछु। जब उहाँले मलाई यो भन्नुभयो, मसँग राम्रो विचार थियो। हेरौ भन्ने लाग्यो। आज उनको कोठामा के भइरहेको छ? मेरी सासू साँझको खाना खाएर बाहिर जाँदै हुनुहुन्थ्यो र पछि दुवै जना एकअर्कासँग कुरा गर्दै हुनुहुन्थ्यो। यो उमेरमा पनि एकअर्कासँग समय बिताएको देख्दा मलाई अचम्म लाग्थ्यो। उसको र मेरो जीवन धेरै फरक थियो। यो उमेरमा पनि उनीहरूले पूर्ण जीवन जिउँदै थिए र हामी फरक थियौं। त्यो दिन म हतार सबै काम सकेर ससुराको कोठामा गएँ। आज म सासूको कोठामा छिर्न खोज्दै थिएँ। मेरो ससुराले आफ्नी श्रीमतीलाई धेरै माया गर्नुहुन्छ र धेरै खुसी राख्नुहुन्छ। मेरो श्रीमानले मलाई त्यति खुसी राख्न सकेनन्। त्यसैले म जान्न चाहन्थे कि मेरो ससुराले के खानुहुन्छ जसले उहाँलाई यति शक्तिशाली बनाउँछ। म यो मेरो श्रीमानलाई दिन चाहन्थे। यो हेर्न म त्यो रात उनको कोठामा लुकेको थिएँ। त्यो रात मैले देखेको कुराले मलाई स्तब्ध बनायो। म तिनीहरूलाई, उनी कुनै भावना बिना हेर्दै थिइन्। केही बेरपछि उनी उठिन् र उनीतिर गइन्। उनीहरू मलाई अचम्मले हेरिरहेका थिए। म उसको कोठामा छु भनेर उसलाई पत्यार लागेन। भोलिपल्ट मेरो श्रीमान पनि घरमा थिएनन् र अब मैले फेरि ससुराको कोठामा रात बिताउने निर्णय गरेँ। सायद मेरी सासूलाई यो थाहा थियो। त्यसैले उसले रिसाएर भन्यो कि आज राति हाम्रो कोठामा आयो भने म भन्दा नराम्रो कोही हुने छैन। यो सुनेपछि मलाई रिस उठ्यो। त्यतिखेर मेरो ससुरा त्यहाँ आइपुग्नुभयो। हामी कुरा गरेको देखेर ऊ हामीतिर आयो र मलाई हेर्न थाल्यो। त्यसपछि मैले मन्द स्वरमा भने, सासूले मलाई राति कोठामा आउन रोक लगाउनुहुन्छ। यो सुनेर मेरो ससुरा एकदमै रिसाएर रिसाएको अनुहार हेरेर भन्नुभयो, बुहारीलाई अस्वीकार नगर। तिमीमाथि जति अधिकार छौ माथि मेरो पनि उति नै अधिकार छ। त्यसो भए किन अस्वीकार गर्दैछौ? त्यो आफै गर्न नसके उसलाई गर्न देऊ। त्यसपछि उनी गएपछि मेरी सासूले भनिन् कि आज तिमी हाम्रो कोठामा आयौ भने म तिम्रो श्रीमानलाई तिम्रो विरुद्धमा लैजानेछु। यो सुनेपछि मलाई रिस उठ्यो। यदि उसले मेरो पतिलाई मेरो विरुद्धमा केही भन्यो भने उहाँ मसँग रिसाउनुहुनेछ। यो सब सहन मेरो लागि असम्भव थियो। मलाई थाहा थियो कि मेरो श्रीमान एक सन्की व्यक्ति हुनुहुन्छ र यदि उनको दिमागमा केही आयो भने यसलाई हटाउन सजिलो छैन। सुरुका दिनहरूमा म कोठाबाट बाहिर निस्कँदा उहाँले मसँग कति रिसाएर बोल्नुभएको मलाई अझै याद छ। उसको आँखामा शङ्का देखेर म डराएँ। यदि मेरी सासूले यस्तो कुरा भने र मेरो श्रीमानले आमाको कुरा सुने र उहाँलाई मात्र विश्वास गरे भने म के गर्थेँ? त्यसपछि मैले सासूको कुरा सुन्ने निर्णय गरेँ। म उहाँसँग घुलमिल हुनेछु र ऊ रिसाउने छैन। उसले मेरो पतिलाई मेरो विरुद्धमा पार्ने प्रयास गर्ने छैन। म खाना खाएपछि तुरुन्तै मेरो कोठामा गएर सुतेँ। हिजो ससुराको कोठामा गएर उहाँलाई देखेर म धेरै खुसी भएँ। तर आफ्नो व्यवहार सम्झँदा म मौन बसेँ। त्यही बेला ढोकामा ढकढक भयो। मैले ढोका खोल्दा अगाडि मेरो ससुरा उभिनु भएको थियो। उसले अचम्म मानेर मलाई हेरेर भन्यो, आज तिमी? उहाँ मेरो कोठामा आउनु भएको थियो, किन नआएको? उनको भनाइले मलाई सोच्न बाध्य बनायो र मैले भने, आज मलाई ठीक छैन। ससुराले केही बेर मलाई शान्त नजरले हेरिरहनुभयो। त्यसपछि उसले भन्यो, मलाई थाहा छ तिमीले किन इन्कार गरिरहेकी छौ। तिमीले सायद सासूको डरले यो सब भनिरहेका छौ। चिन्ता नगर्नुहोस्, मैले उहाँलाई बुझाएको छु। अब म तिम्रो पर्खाइमा छु। जब म उनको कोठामा गएँ म धेरै खुसी भएँ र उसले फेरि उही कुरा गरिरहेको थियो। मेरी सासू पहिले नै थकित हुनुहुन्थ्यो। केही बेरपछि भारी सास फेर्न थाल्यो र भन्न थाल्यो, आज मलाई ठीक छैन। आज म यो सबै गर्न सक्दिन। त्यतिकैमा ससुराले भन्नुभयो, तिमीलाई के छ? दिनदिनै तिमी मलाई थोरै समय दिन्छौ र तपाईँ चाँडै थकित हुनुहुन्छ। तुरुन्तै यहाँ आउनुहोस्। अब चुप लागेन भने म भन्दा नराम्रो कोही हुँदैन। त्यसपछि मेरी सासू पनि हामीसँगै आउनुभयो।
हामीले लामो समयसम्म यसो गरिरह्यौं। केही बेरपछि सासूले आफ्नो काम सकियो भन्नुभयो। मसँग अब हिम्मत छैन। त्यसपछि हामी दुवैले यस्तै गरिरह्यौं र धेरै बेरपछि थकाइ लाग्यो। त्यसैले ससुरा आफैले मलाई भन्नुभयो, तिमी धेरै थाकेको छौ। अब यो काम बन्द गरेर भोलि बिदा लिन्छौ। यो सुनेर म धेरै दुखी छु। भोलि राति काम गर्न पाइने छैन। म सोच्दै गर्दा ढोकामा ढकढक भयो, ढोका खुल्यो र मेरो ससुरा बाहिर उभिनु भएको थियो। उसले मलाई अनौठो आँखाले हेरेर भन्यो, आज तिमी धेरै सुन्दर देखिँदैछौ। मलाई उसको प्रशंसामा लाज लाग्यो। उनले भने, आज पनि काम गरौ। म तिमीलाई पर्खिरहेको कोठामा आऊ। म उसको कोठामा गएँ र त्यसपछि हामी तिनैजनाले गत 2 दिनदेखि जे गर्दै आएका थियौं त्यही गर्न थाल्यौं। अब मेरो मनले यो काम दिनहुँ गर्नुपर्छ भन्यो। भोलिपल्ट मेरो श्रीमान पनि घर फर्किए। मेरो श्रीमान आउने बित्तिकै उहाँले मलाई आफ्नो बेचैनी र हाम्रो प्रेम कथा सुनाउन थाल्नुभयो। म बिना उसलाई कति असहज थियो र म त्यहाँ चुपचाप बसेँ। उसको कुराले म पनि धेरै खुसी भएँ कि अन्ततः उसले मलाई बुझ्यो र मेरो अनुपस्थिति महसुस गर्यो। त्यसपछि मैले मेरो टाउको उनको काखमा राखेर आरामले सुते। अब म हरेक दिन मेरो श्रीमान सुतेपछि ससुराको कोठामा जान्थे, त्यसपछि मध्यरातसम्म पनि त्यही गर्थे। एक रात सासूको कोठाबाट फर्केर आउँदा श्रीमान एकदमै रिसाए। श्रीमानले भने, राति कोठाबाट बाहिर ननिस्कन भन्ने। तर तिमीले मेरो कुरा सुनेनौ। अब साँचो भन, कहाँ गयौ? म उसको छेउमा बसेँ र म तिम्रो आमाको कोठामा गएको थिएँ। यो सुनेर उनी छक्क परे। आमाको कोठामा यति लामो समय के गर्दै हुनुहुन्थ्यो? उसले मलाई शङ्कास्पद आँखाले हेर्यो। मैले भने, उहाँसँग मेरो काम थियो त्यसैले म गएँ। यसपछि उनी मौन रहेर केही बोलेनन्। अब दोस्रो वा तेस्रो दिन म रमाइलो गर्न सासूको कोठामा जान थाले। यसपटक पनि उनी सुतेको थिएन, त्यसैले श्रीमानले मलाई सोध्न थाले, के काम गयौ आमा? म केही नबोली हिँड्न थाले। तर मेरो श्रीमानले मलाई तानेर ओछ्यानमा धकेलेर रिसाएर बोल्न थाले। म उसलाई यति रिसाएको देखेर डराएको थिएँ र ढोकामा ढकढक गर्दा उसलाई बताउन लागेको थिएँ। मेरो श्रीमान गएर ढोका खोले। ससुरा अगाडि हुनुहुन्थ्यो। मेरो श्रीमानसँग केही काम थियो। त्यही भएर उनले आफ्नो बुवाको साथ गए। मैले गहिरो सास लिएर शान्त भएँ। त्यसपछि केही दिनपछि एक रात म ससुराको कोठामा गएँ। सायद मेरा श्रीमान सुतिरहेका थिएनन् र मलाई खोज्दै त्यो कोठामा आए। हामीले आफ्नो अगाडि यस्तो गरेको देखेर उहाँ छक्क पर्नुभयो। हामीलाई एक खुट्टामा उभिएर पूजा गरिरहेको देख्दा उहाँको मुखबाट ठुलो आवाज आयो, के हुँदैछ? सासूले अर्को खुट्टा भुइँमा राखेर सोफामा बसेर भन्नुभयो, तिम्रो बुवाले कहिलेदेखि यस्तो पूजा गर्दै हुनुहुन्छ? एक खुट्टामा उभिएर यसरी पूजा गर्दा भगवान प्रसन्न हुने र मानिसले चाहेको सबै कुरा प्राप्त हुने उनीहरूको भनाइ छ। म चाँडै थकित हुन्छु। तर तिम्रो श्रीमती र बुवाले यो काम लामो समयसम्म गर्नुहुन्छ। थाहा छैन किन थाकेनन् यी दुई। यो सुनेर मेरो श्रीमानले मुस्कुराउँदै मलाई हेरेर भन्नुभयो, मेरी श्रीमती धेरै राम्रो छिन् र कहिल्यै थाक्दैनन्। उनले खुसीसाथ यसो भने। यो सुनेर मलाई लाज लाग्यो। तर मेरो श्रीमानले सबैलाई बुझाउनुभयो कि यस्तो अन्धविश्वास गर्नु ठिक होइन। यदि साँचो हृदयले भगवानको पूजा गरियो भने सबै कुरा ठिक हुन्छ। धेरै सम्झाएपछि ससुरा राजी हुनुभयो र सामान्य मान्छेले जस्तै व्यवहार गर्न थाल्नुभयो। अब बिहानै नुहाएर भगवानको ध्यान गर्न थाल्यो र हामीले पनि आफूलाई सुधारेर राम्रोसँग बाँच्न थाल्यौं। साथीहरू, यो कथा मन पर्यो भने हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरिदिनुहोला। तपाईलाई आजको कथा कस्तो लाग्यो कृपया कमेन्ट गरेर जानकारी दिनुहोला। धन्यवाद।